सर्वदृष्टि प्रणयय सद्धर्मं देशयेत् अनुकम्पामुपदायेतं नमस्यामि गौतमम्। नमो गुरुय, नमो बुद्धय, नमो धर्मय, नमो संघय। मेरो तन मन वचनबाट मेरा श्रद्धेय गुरु ठङ्गु रिम्पोछेज्यू लगायत सम्पूर्ण गुरुहरूलाई हार्दिक नमन प्रकट गर्न चाहन्छु। अनि आज हाम्रा ठङ्गु मिडियाद्वारा सर्वसाधारण जनहरूलाई केही बौद्ध दर्शन सम्बन्धी जानकारी दिनु भनेर आग्रह गरेको हुनाले त्यसमा एक दुई शब्द बोल्न चाहन्छु। मैले आत्मसन्तुष्टि र आनन्दमय जीवन भन्ने शीर्षकमा केही शब्द बोल्न चाहन्छु। आत्मसन्तुष्टि र आनन्दमय जीवनमा आफ्ना दृष्टिबाट हरेकको आफ्ना विश्लेषण दृष्टि र परिभाषा हुन सक्छन्, तर बौद्ध दर्शनमा आधारित रही त्यसको केही परिभाषा दिन चाहन्छु। आत्मसन्तुष्टि जुन हामीले अहिले परिकल्पना गरेका छौँ, हामीले सोचेका छौँ कि जति पनि भौतिक चिजहरू मैले प्राप्त गर्न सके त्यसबाट मलाई आत्मसन्तुष्टि र आनन्दमय जीवन हुन सक्छ भन्ने हाम्रो एउटा परिकल्पना, हाम्रो सोच विचार धारणाहरू त्यस्ता रहेका छन्। केही हदसम्म त्यो मिल्दोजुल्दो छ, तर यथार्थमा भौतिक चिजहरू जति विकास भए तापनि, जति प्राप्त भए पनि त्यसबाट चाहिँ यथार्थमा भन्ने हो भने आत्मसन्तुष्टि र आनन्दमय जीवन जुन मैले सोचेको जस्तो, मैले अनुभव गरेको जस्तो हुनु चाहिँ धेरै नै कठिन छ। किनकि यथार्थमा बाहिरीको चिज वस्तुहरू जे जति भए तापनि हामीलाई कताबी पुग्यो भन्ने र सम्पन्न भयो भन्नेको बोध कताबी हुँदैन। किनकि यथार्थमा भन्ने हो भने ती चिजहरूमा आत्मसन्तुष्टिको रूप, आत्मसन्तुष्टिको स्वरूप, आत्मसन्तुष्टिको स्वभाव र आनन्दमय जीवनको स्वभाव छँदै छैन। त्यसै कारणले गर्दाखेरि हामीले जे जति गर्दै गए पनि हामीलाई आत्मसन्तुष्टि र आनन्दमय जीवन प्राप्त नहुनुको कारण त्यस्तो रहेको छ। र भौतिक चिजहरू जति छ त्यो छिनछिनमा अनित्य छ, त्यो छिनछिनमा परिवर्तनशील छ। अहिले छ, भोलि छैन, भोलि छ, पर्सि हुँदैन। त्यस कारणले गर्दाखेरि यो छिनछिनमा सेकेन्डमा परिवर्तन भइरहेको हुन्छ। कहिले सकारात्मक पट्टि परिवर्तन हुन्छ भने कहिले नकारात्मकपट्टि परिवर्तन हुन्छ। नकारात्मक परिवर्तन हुनुको अर्थ यसको पछाडि फेरि सकारात्मक छ। सकारात्मकपट्टि परिवर्तन हुनुको अर्थ यसको पछाडि नकारात्मक छ। हो त्यस्तो तरिकाले एक अर्काप्रति आधारित रही परिवर्तन भइरहन्छ। त्यस कारणले गर्दाखेरि हामीले जुन बाहिरीको भौतिक चिजहरू जति मसँग भए त्यति नै मलाई आत्मसन्तुष्टि मिल्छ भन्ने जुन हाम्रो एउटा विचार अथवा हाम्रो धारणा छ, त्यो चाहिँ बौद्ध दर्शनबाट हेर्ने हो भने अलिकति गलत जस्तो देखिन्छ। अब मानौँ फेरि कसैको विचारमा हुन सक्ला, त्यसो भए हामी यो बाहिरीकी चिजबाट, भौतिक चिजहरूबाट चाहिँ हामीले प्राप्त गर्न सक्ने के भन्ने कसैको फेरि खुल्दुली हुन सक्छ। बाहिरीको भौतिक चिजहरू हामीले चाहिन्छ, तर त्यसबाट चाहिँ हामीले
क्षणिक एउटा सुख, त्यसै गरिकन एउटा सुविधा आर्जन गर्न सकिन्छ। बाहिरको भौतिक चिजहरूले हामीलाई सुख दिन सकिन्छ र त्यसको साथसाथै हामीलाई सुविधा उपलब्ध गराउन सकिन्छ। तर आत्मसन्तुष्टि र आनन्दमय जीवन चाहिँ आनन्द चाहिँ दिन सक्दैन। तर आनन्द दिन सक्दैन, आनन्दको बदलमा र आत्मसन्तुष्टिको बदलमा त्यसबाट चाहिँ हामीले प्राप्त हुने चाहिँ सुख र क्षणिक सुख र भौतिक सुख र सुविधा चाहिँ हामीले लिन सक्छौँ। र त्यो खालको बोध, त्यो खालको शिक्षा, त्यो खालको गुण चाहिँ हामीलाई त्यस्तो हुनु पर्यो। त्यो नभइदिएको खण्डमा त्यस्तो खालको जुन गुण जस्तै अनित्य र बाहिरको चिजबाट चाहिँ एउटा भौतिक सुख र सुविधा चाहिँ हामीले आर्जन गर्न सक्छौँ है। तर बाहिरको चिजबाट चाहिँ आनन्द र आत्मसन्तुष्टि चाहिँ हामीले प्राप्त गर्न सक्दैनौँ है भन्ने कुराको एउटा जब बोध छ भने अनि हामीलाई के हुन्छ त, जुन हामीले काम गर्दै जाँदाखेरि आफ्नो इच्छाहरू, आफ्नो लक्ष्यहरू प्रति कदम राख्दै जाँदाखेरि त्यस्तो खालको अनुभूति छ भने अनि हामीले जुन सोचेको जस्तो चाहिँ हुन सकिन्छ। अब आनन्द र आत्मसन्तुष्टि चाहिँ कहाँबाट ल्याउने, कहाँबाट लिने, कहाँबाट प्राप्त गर्ने भन्ने विषयमा प्रश्न उठ्न सकिन्छ। आत्मसन्तुष्टि र आनन्द चाहिँ हामीले आफ्नै तन मन वचन भनौँ या काया वाका चित्तको उपयोग गरेर चाहिँ हामीले आत्मसन्तुष्टि र आनन्द चाहिँ मिल्न सकिन्छ। जस्तै हामीसँग तन पनि छ, हामीसँग तन पनि छ, मन पनि छ, वचन पनि छ, अथवा जसलाई चाहिँ काया वाका चित्त हामीसँग छौँ। काया भन्नाले शरीरलाई बुझिन्छ र वाका भन्नाले हाम्रो बोलीलाई बुझिन्छ र चित्त भन्नाले हाम्रो मनलाई बुझिन्छ। जब हाम्रो काया वाका चित्त चाहिँ एउटा सन्तुलन रूपमा, एउटा स्वस्थ तरिकाले है, जस्तै स्वस्थ विचार र स्वस्थ शरीर, ती दुई प्रकारले चाहिँ स्वस्थ राख्नु सक्यो भने चाहिँ अनि त्यसबाट चाहिँ हामीलाई आनन्द र आत्मसन्तुष्टि प्राप्त हुन सकिन्छ। जस्तै एक दिनभित्र अथवा 24 घण्टाभित्र हामीले आफ्नो ठाउँमा आफ्नो तरिकाले आफ्नो काम कुराहरू गरिरहेका हुन्छन्। त्यतिखेर मेरो तनबाट, मेरो मनबाट, मेरो बोलीबाट कहिलेकाहीँ नकारात्मक कुराहरू, नकारात्मक सोचहरू उत्पन्न भएको नाताले त्यसको कारणले गर्दाखेरि सोसाइटीमा, आफ्नो समाजमा, परिवारमा कहिलेकाहीँ उतार चढाव, झै झगडा, विघ्नबाधाहरू उत्पन्न हुन सकिन्छ। र त्यसबाट चाहिँ हामीलाई आत्मसन्तुष्टि पनि मिल्न सक्दैन र आनन्द पनि हामीले प्राप्त गर्न सक्दैनौँ। अब त्यसलाई चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि, जब त्यसलाई चाहिँ हामीले गुन्नुपर्छ, अब हामीले चिन्तन गर्नु पर्यो, हामीले मनन गर्नु पर्यो है, हामीले त्यसमा विचार गर्नु पर्यो। जस्तै हाम्रो काम कुराहरू, आफ्ना काम कुराहरू सकेर आइसकेपछि आफू शान्त ठाउँमा बस्ने र ती उतार चढावहरू आएको कारण, विघ्नबाधाहरू आएको कारण के रहेछ त, दोस्रो व्यक्तिबाट रहेछ कि मबाट रहेछ भन्ने कुरालाई चाहिँ बोध गर्ने र शान्त ठाउँमा बसेर 2 मिनेट हुन्छ कि 5 मिनेट हुन्छ त्यसलाई हामीले मनन गर्ने अथवा ध्यान गर्ने। ध्यान गर्ने भन्नुको मतलब यो हो कि बानी गर्नु हो अथवा त्यसलाई बानी तुल्याउनु हो। र सुत्नुभन्दा अगाडि है आफूले एकपटक सोच्ने
यदि मैले गरेको तन मन वचनबाट सबै कुरा ठिक छ भने त्यसलाई हामीले सराहना अथवा त्यसलाई खुसी व्यक्त गर्ने, सराहना गर्ने, एप्रिसिएट गर्ने र फेरि आफ्नो मनलाई यस्तो सन्देश दिने कि भोलि पनि म यस्तै तरिकाले हिँड्न चाहन्छु, यस्तै व्यवहारहरू म दोहोऱ्याउन चाहन्छु जुन अरूलाई पनि फाइदा छ, जुन आफूलाई पनि फाइदा छ। ती काम कुराहरू, ती बोली वचनहरू, ती विचारहरू म फेरि त्यसलाई निरन्तरता दिन्छु भन्ने हेतुले त्यस्तो धारणा, त्यस्तो विचारहरूको सोच राख्ने। यदि मैले गरेका काम कुराहरू बेठिक छ, आज जुन नराम्रो घटनाहरू घट्यो, जुन विघ्नबाधाहरू घट्यो, जुन उत्तराचारहरू आइपर्यो, यो सबै मेरो कारणले भएको रहेछ भने त्यतिखेर त्यसलाई चाहिँ हामीले के गर्ने भन्दाखेरि स्वीकार गर्ने है। हामी प्राय के गर्छौँ भन्दाखेरि अरूको गल्तीलाई कोट्याउँछौँ र आफ्नो गल्तीलाई चाहिँ पटक्कै स्वीकार्दैनौँ। जहिले पनि आफ्नो मनलाई चाहिँ मतलब त्यो गाँठो पारेकै राख्ने चाहिँ हाम्रो त्यस्तो खालको बानी, त्यस्तो खालको आदत छ। अब त्यस्तो खालको जुन मनको गाँठो छ त्यसलाई फुकाउनुपर्छ। जब त्यो मनको गाँठोलाई फुकाउन सक्यो भने मनलाई शान्त मिल्ने हो। तर त्यो मनको गाँठो फुकाउनलाई के गर्नु पर्यो भन्दा यदि मेरो तर्फबाट, मेरो तन मन वचनबाट नै मेरो साँच्चीकै गल्ती रहेछ, मेरो काम चाहिँ बेठिक रहेछ, जुन विघ्नबाधहरू मेरोबाट नै सुरु भएको रहेछ भन्ने त्यस्तो आफूले त्यस्तो बोध भयो भने, त्यस्तो मतलब अनुभव भयो भने अनि हामीले त्यसलाई चाहिँ एक्सेप्ट अथवा त्यसलाई स्वीकार गरेर चाहिँ भोलिबाट चाहिँ म ती कामहरू चाहिँ म दोहोऱ्याउने छैन, त्यसलाई म सकेसम्म म त्यसलाई परिवर्तन गर्छु, म सकारात्मकपट्टि लान्छु भन्ने त्यस्तो विचारधारणा राख्ने अनि त्यस्तो सोच राख्ने, त्यस्तो खालको विचारधाराहरू हामीले बटुल्न सक्यो भने अनि मनलाई के हुन्छ, हामीले शान्त राख्न सकिन्छ। त्यस्तो खालको मनलाई चाहिँ हामीले मतलब त्यस्तो काम कुराहरू, त्यस्तो सोच विचारहरू गर्न सक्यो भने हामी केबाट चाहिँ केबाट छुटकारा मिल्छौँ भन्दाखेरि उतार चढाव, दुःख, चिन्ता, तनाव तीबाट चाहिँ हामी वञ्चित हुन्छौँ। अब फाइदा के हुन्छौँ त? फाइदा हामीलाई चाहिँ किनकि मनको गाँठो फुकाइसक्यो नि त, त्यस कारणले गर्दाखेरि मन शान्त हुन्छ, त्यसबाट शुद्ध विचार उत्पन्न हुन्छ, शुद्ध मनको विकास हुन्छ। यदि हामीसँग शुद्ध मन छ भने शुद्ध बोलीको विकास हुन्छ र शुद्ध मन र शुद्ध बोलीको विकास भयो भने हाम्रो काम कुराहरू जुन हामी शारीरिक रूपले गर्छौँ त्यो सबै नै के हुन्छ त फलदायी अथवा त्यसको परिणाम सकारात्मक हुन आउँछ, सफल हुन आउँछ। जुन कुरा अरूलाई पनि फाइदाजनक छ र आफूलाई पनि फाइदाजनक हुन आउँछ। त्यसकारणले गर्दाखेरि जुनै कुरा पनि केमा आधार छ भने हाम्रो भित्रीको सोचमा चाहिँ आधार छ भनेको छ। भित्रीको सोच सकारात्मक भइदिएमा अनि त्यसबाट चाहिँ बिस्तारै हामीलाई चाहिँ त्यसको अभ्यास गर्दा गर्दा अनि मैत्रीको भावना र करुणाको भावना चाहिँ हामीलाई उत्पन्न हुने हो। जब मैत्रीको भावना र करुणाको भावना उत्पन्न हुन्छ त त्यसबाट चाहिँ हामीलाई आत्मा सन्तुष्टि र आनन्द चाहिँ प्राप्त हुन आउँछ। म फेरि यो भन्न चाहन्छु कि कसैलाई चाहिँ मैत्री र करुणाको फरक छुट्याउन अलिकति गाह्रो भएको हो कि जस्तो लाग्यो कहिलेकाहीँ। मनमा त्यस्तो एउटा विचार आयो, कसैले करुणा र मैत्रीको फरक छुट्याउन नसकिएको जस्तो लाग्यो। त्यसकारणले त्यो पनि भन्न चाहन्छु, मैत्रीको भावना भन्नाले जुन यस जगतमा जति पनि प्राणीहरू रहेको छ र आनन्दमय जीवन बिताइरहेको छ र सुखमय जीवन बिताइरहेको छ भने त्यसलाई चाहिँ हामी खुसी हुने अथवा त्यो देखे बाबत हामीले आनन्दको अनुभूति गर्ने। जगतका जति पनि प्राणीहरूको शारीरिक रूपले स्वस्थ, मानसिक रूपले स्वस्थ हैन, तन मन वचन तिनै प्रकारबाट चाहिँ स्वस्थ र त्यस्तो स्वस्थ रहिरहोस् र त्यो स्वस्थ हुनेको जुन त्यसको बिउ अथवा हेतु अथवा कारणहरू सधैँ रहिरहोस् भन्ने जुन एउटा
भावना चाहिँ प्रकट भएर त्यसतर्फ हामीले प्राणीहरूको त्यो सुखमय जीवन र आनन्दमय जीवनबाट चाहिँ टाढा नहुनको लागि मैले उहाँहरूप्रति होस्टेम हैसियत गरिदियो भने त्यसलाई चाहिँ हामीले मैत्रीको भावना भन्ने बुझिन्छ। करुणा भन्नाले फेरि जगतका जति पनि प्राणीहरू छ जो चाहिँ दुःखमा फँसेको छ, जो चाहिँ कष्टमा फँसेको छ, जसलाई चाहिँ एकदमै गाह्रो भइरहेको छ, तनबाट गाह्रो, मनबाट गाह्रो, वचनबाट गाह्रो, या मानव होस् या पशु होस्, जुनै प्राणी भए पनि, र त्यसलाई चाहिँ नकारात्मक दिशाबाट जो चाहिँ फेरि नकारात्मक दिशामा लागिरहेको छ त्यस्ताहरूलाई चाहिँ फेरि हामीले त्यस्ता प्राणीहरूलाई चाहिँ नकारात्मक दिशाबाट बचाएर सकारात्मक दिशामा लाने, सकारात्मक दिशामा लैजाने र सद्धर्मको बाटोमा लगाएर चाहिँ उहाँहरूलाई एउटा दुःखबाट मुक्त हुनेको जुन हामीले त्यस्तो एउटा मनको उदय भएर मन उदय भएर अनि त्यस्तो खालको काम कुराहरू गतिविधिहरू गरेर चाहिँ उहाँहरू दुःखबाट मुक्त हुनको लागि जुन क्रियाकलापहरू काम कुराहरू हामीबाट चाहिँ हामी अगाडि बढ्छौँ त्यसलाई चाहिँ करुणा भनेर चिनिन्छ। अब छोटकरीमा भन्नुपर्दा मैत्री भन्नाले जुन जगतमा प्राणीहरू सुख छ, आनन्द छ, त्यही रहिरहोस्, त्यसको कारणहरू पनि सधैँ रहिरहोस् भनेर हेतु र एउटा कार्यलाई चाहिँ कर्मलाई चाहिँ मैत्री भनिन्छ भने करुणा भनेको जति पनि संसारमा रहेका जगतका प्राणीहरू जति दुःख छ, दुःखबाट मुक्त हुनका लागि त्यसका निमित्त हामीले भित्रीको भावना उत्पन्न भएर असल कार्य अथवा राम्रो मार्गमा, राम्रो ठाउँमा, सकारात्मक दिशामा लगाउने एउटा प्रयास गर्यो भने चाहिँ त्यसलाई चाहिँ करुणा भनेर चाहिँ भन्न सकिन्छ। त्यस्तो खालको एउटा विचारधारणा हेतु चाहिँ राखेर हामीले सधैँ त्यसबाट चाहिँ हाम्रो काम कुराहरू अगाडि बढाउने, सञ्चालन गर्ने, आफ्नो गतिविधिहरू चलाउने, आफ्नो जीविका उपार्जन गर्ने सम्बन्धी यो चिजहरू चाहिँ हामीले बोध गरेर चाहिँ मतलब यसलाई ट्रेनिङ अथवा तालिम जस्तो दिन सक्यो भने चाहिँ अनि अवश्य बिस्तारै बिस्तारै के हो त हामीलाई आत्मसन्तुष्टि हुने, त्यसै मार्फत आनन्दमय जीवनमा परिवर्तन अथवा आनन्दमय जीवनको उदय हुन्छ जस्तो लाग्छ। अहिले मैले जुन भने आत्मसन्तुष्टि र आनन्दमय जीवन पनि बौद्ध दर्शन अनुसारले भन्ने हो भने यो पनि आफ्नो तहका हुन्छन्। जस्तै एकदम सर्वसाधारणको जुन क्षमता अनुसारले त्यस्तै प्रकारको आफ्नो जीवन हुन्छ भने अनि अदम पुरुष, माध्यम पुरुष, त्यसै गरिकन महापुरुष आफ्नै तरिकाको, आफ्नै क्षमता अनुसारको, आफ्नै अनुभव अनुसारको आत्मसन्तुष्टि र आनन्दमय जीवन अलि बेग्लै अलि अनुभवको हिसाबले अनुभव अथवा मनको अनुभवको तहको हिसाबले चाहिँ बेग्लै हुन आउँछ। तर जुन अहिले मैले भन्नु खोजेको चाहिँ हामी जस्ता सर्वसाधारणले सधैँ कस्तो खालको विचार हुनुपर्छ भन्ने हिसाबले चाहिँ अलिकति बोलेको छु। यो चाहिँ अहिले अधम पुरुष अनि माध्यम पुरुष र महापुरुषको तहमा रहेको छैन। एकदमै अति नै सर्वसाधारण हामीहरूको जनजीवनमा आइपर्ने कुराहरू हुन आउँदाखेरि त्यसमा कसरी सामना गर्ने भन्ने विषयमा चाहिँ बोलेको छु। ती कुराहरू चाहिँ हामीले मनमा राखेर अनि त्यस्तो धारणाहरूलाई सकेसम्म पालना गरेमा बाहिरीको जुन भौतिक चिज र भित्रीको जुन हाम्रो विचारधारणा सोच, ती दुवै एउटा चराको पखेटा जस्तो साथमा हामीले अगाडि बढाउन सक्यो भने त्यसबाट चाहिँ काम गर्दै जाँदा यदि सफल भएमा घमण्डी अहङ्कार उत्पन्न हुँदैन र यदि असफल भएमा त्यसबाट चाहिँ चिन्ता, पीडा, हरेस त्यस्ताहरूबाट चाहिँ वञ्चित हुन सक्छौँ।
हो त्यस्तो खालको हामीले अभ्यास गर्न सकेमा अनि बेलुका अथवा बिहान कहिले फुर्सद हुन्छ आफूलाई यस्ता खालको कुराहरू चाहिँ हाम्रो जुन आँखा चाहिँ उतापट्टि लक्षित नगरेर कहिलेकाहीँ हाम्रो अनुहार ऐनामा हेर्छौँ तर हाम्रो अनुहार यता फर्केको हुन्छौँ। त्यस्तै हामीले पनि कहिलेकाहीँ सधैँ नै जहिले पनि बाहिरीको भौतिक चिजमा मात्रै लक्षित होइन कि आफ्नो तन मन वचन लक्षित गरेर त्यसलाई पनि निहाल्ने प्रयास गर्यो भने चाहिँ अवश्य हामीले आफ्नो गल्तीहरू भेट्न सक्छौँ। हाम्रो आफ्नो मतलब नकारात्मक दिशामा हिँडेका बेठिक चिजहरू हामीले त्यसलाई देख्न सक्छौँ र त्यसको बिउहरू त्यो आउने कारणहरू के हुन् त भन्ने कुराहरू हामी भेटाउन सक्छौँ। जब त्यो भेटाउन सके त्यसलाई हामी त्याग्न सक्छौँ। यदि त्याग्न सक्यो भने त्यसबाट चाहिँ अनि सकारात्मक कुराहरूको चाहिँ बोध हुन्छ। ती कुराहरूलाई मनमा राखेर अनि हामी त्यस्तो कुराहरूको बोध भएर हामी सुत्न सक्यो भने अनि हाम्रो जुन यो मन जुन चिन्ता छ मनमा जुन चिन्ता छ पीडा छ त्यसको गाँठो खोल्न सकिन्छ र त्यो भयो भने हामी के हो त एकदम आनन्दसँग एकदम शान्तिसँग अनि सुत्न सक्छौँ। अनि हामीले जुन भोलिदेखि म नकारात्मक कुराहरू गर्ने छैनौँ जुन नकारात्मक कुराहरू म त्याग्छु यदि मसँग गल्ती छ भने त्यस्तो खालको चाहिँ विचार राख्ने। यदि मेरो कुराहरू सकारात्मक छ भने भोलिदेखि यो कुराहरू धेरै सकारात्मक रहेछ भन्ने बोध भयो भने त्यसको सराहना गर्ने। भोलि पनि म यो कुराहरू फेरि बारम्बार गर्नेछु अथवा दोहोऱ्याउने छु यसलाई अगाडि बढाउने छु भन्ने त्यस्तो खालको विचार राख्ने। त्यस्तो तरिकाले चाहिँ हामी सुत्न सकेमा अनि बिहान के हुन्छ त बिहान चाहिँ हाम्रो जिउ पनि हाम्रो शरीर एकदम तन्दुरुस्त स्वस्थ मानसिक रूपले पनि तन्दुरुस्त स्वस्थ अनि हुन सकिन्छ। यो मनमा त्यस्तो खालको सन्देश दिनुपर्छ भन्नेको मतलब के हो भन्दाखेरि हामीले एउटा उदाहरण राख्न सक्छौँ। जस्तै भोलि बिहान म 4 बजे उठ्नुपर्ने छ भने म राति सुत्नुभन्दा अगाडि मैले के सोचेको हुन्छ भन्दा भोलि म बिहान उठ्नुपर्ने छ म 4 बजे उठ्नुपर्ने छ भनेर त्यो विचार राखेर हामी सुत्छौँ र हामी बिहान 4 बजेभन्दा अगाडि अथवा ठ्याक्कै हामी 4 बजे उठ्न सक्छौँ। किन भन्दाखेरि हामी सुत्नुभन्दा अगाडि हामीले अथवा मैले आफ्नो मनलाई चाहिँ एउटा सन्देश दिइसक्यो एउटा खबर दिइसक्यो कि भोलि यति बजे उठ्नुपर्छ है भनेर चाहिँ खबर दिइसक्यो। त्यो खबर दिएको कारणले गर्दाखेरि म राति सुतेको त हुन्छौँ तर मेरो मनले के भन्छ मतलब त्यो रोटेसन त्यो घुमिरहेको हुन्छ र त्यसले काम गरिरहेको हुन्छ सकारात्मक काम गरिरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि भोलि म ठ्याक्कै 4 बजे उठ्न सक्ने कारण चाहिँ त्यो हो। त्यस कारणले गर्दाखेरि अहिले जुन भने नि सकारात्मक कुराहरूले हामीले चाहिँ बानी बनाउनुपर्छ नकारात्मक कुराहरूलाई चाहिँ हामीले त्याग्नेको बानी बनाउनुपर्छ भन्ने मतलब चाहिँ त्यो मनलाई सन्देश दिएको हो। अनि 1 दिन गर्दा 2 दिन गर्दा महिना गर्दै जाँदाखेरि चाहिँ अनि त्यसलाई चाहिँ हामीले तालिम हुँदै जाने हो र यदि आफ्नो जीवनमा कतै उतार चढाव अथवा त्यस्तो आइपरेमा त्यतिखेर चाहिँ हामीले सामना गर्नेको मतलब टुल्स भनौँ अथवा सामना गर्नेको एउटा ज्ञान अथवा गुण चाहिँ हामीले अहिलेदेखि नै बनाउने प्रयास गरेमा अनि पछि जब त्यो दुःख आइपर्छ अथवा उतार चढाव आइपर्छ अनि त्यतिखेर चाहिँ काम लाग्न सकिन्छ भन्न चाहन्छु। अनि त्यति भन्दै जुन आजको जुन शीर्षक आत्मसन्तुष्टि र आनन्दमय जीवन कसरी चाहिँ प्राप्त हुन सकिन्छ कसरी पाउन सकिन्छ भन्ने विषयमा केही शब्द बोलेको छु तर मेरो नेपाली त्यति शुद्ध छैन त्यति प्रष्ट छैन त्यस कारणले गर्दाखेरि शब्दहरू तलमाथि हुन गएको छ। त्यस कारणले तपाईहरुले नै अलि यसमा मिलाएर तपाईहरुले बुझ्नुहुन्छ होला भन्ने आशा राखेको छु। जस्तै सानो सानो बच्चाहरुले तोते बोली भनिन्छ नि उसले के भन्न खोजेको हामीले बुझेको त हुँदैन तर उसको बुबा आमाले बुझेको हुन्छ नि हो त्यस्तै तरिकाले तपाईले पनि मेरो नेपाली तलमाथि भएको छ कुनै अशुद्ध छ तर त्यसलाई बुझ्ने प्रयास
गर्नुहुन्छ भन्ने आशाका साथ यही टुङ्ग्याउन चाहन्छु टाँसी दिले। अनि अन्तिममा हाम्रा मिडिया मित्रहरूलाई पनि थ्याङ्क यू धन्यवाद भन्न चाहन्छु। सर्वमङ्गलम।